अध्यादेशको विषयमा हिजो गरिएको विरोध अथवा त्यो गलत हो भनिएको त्यसको कन्टेन्ट त्यसको उद्देश्य हेरेर हो। सिङ्गो अध्यादेशको मात्र कुरा गरिएको छैन। हामीले ल्याउने अध्यादेशले कसैको पार्टी फुटाउने अभिप्राय राखेको छ कि छैन। हामीले ल्याएको अध्यादेशले आम नागरिकलाई दुःख दिने कुरा छ कि छैन। हामीले ल्याएको अध्यादेशले अर्कालाई फसाउने आफ्नालाई बचाउने सरकारी जग्गा जमिन हडप्ने बेच्ने त्यस्तो गलत मनसायले ल्याएको अध्यादेश हो भने अध्यादेश त्यस्तो मनसायले ल्याउनु हुँदैन भन्ने कुरामा हामी पनि खुलेर कुरा गर्न सक्छौँ। हामी त्यस्तो धृष्टता गर्दैनौँ। असाधारण कुनै परिस्थिति आयो भने बेग्लै कुरा हो राजनीतिमा, तर त्योभन्दा बाहेकको परिस्थिति यो होइन। हामीले अहिले केका लागि गरेका छौँ त्यसको कन्टेन्ट यहाँहरूले सोध्नुभएको भए, अध्यादेश मात्र नभनेर अध्यादेशका विषयवस्तु मात्र भन्नुभएको भए त्यो अझ बढी न्यायपूर्ण हुन्थ्यो होला। तर खैर केही छैन, प्रश्न त उठिहाल्छन्। प्रश्न उठेपछि हामीले जवाफ होइन समाधान पनि दिनुपर्छ। त्यसकारणले अध्यादेशका विषयमा हिजो मैले गरेको विरोध कई वर्ष अगाडिको तपाईँहरूले टिप्पणी भन्नुभएको पढ्नुभएको होला। धेरै पुरानो पनि छैन, केही छैन, पुरानो नयाँ त्यसको ओनरसिप त लिनु पर्यो नि। आफूले बोलेका अभिव्यक्तिहरूबाट भाग्ने त कुरा हुँदैन नि। जे हो त्यही कुरा गर्नुपर्ने। त्यसकारणले हामीले ल्याएको अध्यादेश हामीले जुन जनमत हामीले प्राप्त गर्यौँ त्यो जनमतमा एउटा अपेक्षा छ। तपाईँ बताउनुहोस्, एउटा संवैधानिक परिषदकै कुरा गर्दाखेरि एउटा रिक्तताको अवस्था छ। अदालतबाट चाहिँ एउटा पूर्णपाठ पनि नआएको अवस्था छ। अब यो रिक्तता राखिरहँदाखेरि कयौँ संवैधानिक निकायहरूमा चाहिँ पदपूर्ति गर्नुपर्ने अवस्था छ। हामी जुन स्पिडमा काम गरिरहेका छौँ त्यो स्पिडलाई त म्याच गर्नुपर्ला। हामीले ती पदपूर्ति त हामीले गर्नुपर्ला।